शिवालय गाउँपालिका जाजरकोटले प्रधानमन्त्री रोजगार कार्यक्रम तथा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। पालिकाले अहिले पहिलो र दोस्रो चरण गरी 50 दिनको तालिम सञ्चालनमा ल्याएको शिवालय गाउँपालिकाका रोजगार संयोजक दिपेन्द्र कुमार राणाले जानकारी दिए। प्रधानमन्त्री रोजगार जो कार्यक्रम छ यसैमा आधारित भएर यो सामाजिक श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यस्थलमा आधारित तथा जीवनोपयोगी तालिम भनेर हामीलाई माथिबाट नै त्यो बजेट चाहिँ पठाएको थियो तल स्थानमा। मानिसको जीवनलाई कसरी परिवर्तन गर्न सकिन्छ र सरल सहज ढङ्गबाट कसरी अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको पहिलो चरणको 10 दिने जीवन उपयोगी तालिम सम्पन्न भएको उनले जानकारी दिए। पहिलो चरणमा चाहिँ 10 दिने जीवनोपयोगी तालिम गरेका छौँ। त्यो 10 दिने जीवनोपयोगी तालिम भने कस्तो छ भन्दाखेरि त्यो एउटा मानिसले एउटा जीवन जिउने क्रममा आफ्नो जीवन चलाउने क्रममा उसले आफ्नो जीवनमा कसरी सुख प्राप्त गर्ने अनि आफ्नो जीवनलाई कसरी सरल सहज ढङ्गले बिताउने र आफ्नो जीवनलाई परिवर्तन कसरी गर्ने र त्योबाट आफ्नो सुख र समृद्धि कसरी प्राप्त गर्ने भन्ने कुरामै आधारित रहेर एउटा मान्छेले जीवनमा के गर्दा ठिक हुन्छ र के नगर्दा बेठिक हुन्छ त्यस्तो टाइपको हुन्छ नि हो। त्यसमै बेस भएर चाहिँ यो खालको एउटा तालिम छ। दोस्रो चरणमा 40 दिने कार्यस्थलमा आधारित तालिमको कार्यस्थलमै सिक्दै र गर्दै योजनाबाट डकर्मी तालिम सञ्चालनमा ल्याइएको संयोजक राणाले बताएका छन्। कार्यस्थलमा आधारित जो शीर्षक छ त्यो भनेको 10 दिने यो सकिसकेपछि 40 दिने तालिम हो। त्यो भनेको तपाईँको कार्यस्थलमा आधारित तालिम गराउने भनेर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकै तपाईँको कार्यविधि अथवा मथिकै मार्गदर्शन अनुसार हामीले त्यहाँ 5वटा क्षेत्र तोकेका थियो। तपाईँको डकर्मी, सकर्मी, त्यसपछि यो इलेक्ट्रिसियन, प्लम्बर, एउटा कम्प्युटर सम्बन्धी भन्ने पनि थियो। त्यसपछि हामीले यहाँको आवश्यकता यहाँको पालिकाको हुन्छ नि कामलाई मध्यनजर गरेर हामीले डकर्मी तालिम चाहिँ छनौट गऱ्यौँ। त्यसलाई अब त्यो डकर्मी तालिममा 40 जना मान्छेले 40 दिन अझै अब कार्यस्थलमा जुन सिक्छन् जे गर्छन् त्यही सिक्दै गर्दै अथवा गर्दै सिक्दै आधारित भएर त्यो चाहिँ तालिम दिने हो हामीले त्यो कार्यस्थलमा आधारित। यस्तै तालिमका प्रशिक्षक भेरी राप्ती प्राविधिक शिक्षालयका तालिम संयोजक रामबहादुर विश्वकर्माले प्रशिक्षणका क्रममा युवा लसित कार्यक्रममा बेरोजगार युवा युवतीका लागि रोजगारको पाटो सिर्जना गर्नुका साथै सिपमूलक तालिमको आयोजना गरी महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्ता खालका कार्यक्रमहरूमा निरन्तर लाग्न आग्रह गरे। यो 10 दिने जीवन उपयोगी सिप विकास तालिममा चाहिँ हाम्रो जीवन जिउनका लागि के आधारहरू छन् त होइन। हुन त हामीले जीवन सबैले जिरहेका छौँ, तर जीवन अझ पनि जिउनको लागि अझ सहजताका पाटाहरू के छन् त हामीले के गर्दा चाहिँ हाम्रो जीवन अझ योभन्दा अझै सहज तरिकाले चाहिँ जीवन जिउन सक्छौँ र कुन कुराहरूले हाम्रो जीवन चाहिँ के कुराहरूले चाहिँ हाम्रो जीवनमा असर गर्दो रहेछ भन्ने विषयमा चाहिँ हामी 10 दिनको जीवन उपयोगी सिपमा चाहिँ सिप विकास तालिममा सिक्छौँ। र अर्को कुरा हामीले 40 दिन चाहिँ कार्यस्थलमा आधारित सिप विकास तालिम भन्ने छ। उहाँहरूले जो कि हाम्रो जति 40 जना सहभागीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ 40 दिनसम्म चाहिँ त्यो कार्यस्थलमा जुन विकासका योजनाहरू भइरहेका छन् उहाँले स्थलगत अन्त त्यही ठाउँमा गएर उहाँले चाहिँ बिहान अब सिक्दै गर्दै गर्नुहुन्छ। तालिममा सहभागी शिवालय गाउँपालिका वडा नम्बर 8 की सरस्वती नेपालीले आफूले बिताइरहेको जीवन कसरी बिताइरहेका छौँ र अब बिताउने जीवनलाई कसरी सहज ढङ्गबाट अगाडि बढाउन सक्छौँ भन्ने कुरा यस तालिमबाट प्राप्त हुने विश्वास व्यक्त गरिन्। जीवन उपयोगी सिप विकास तालिम भन्नाले हाम्रो जीवन त हामीले जिरहेका छौँ आजसम्म, तर अझै पनि हामीले कसरी जीवन उपयोग भन्नाले अब कसरी सहज तरिकाले जान्छ बाटो, हामीले कसरी जीवन जिउनुपर्छ, कसरी जीवन जिएपछि सजिलो तरिकाले जान्छ। तालिममा सबैभन्दा राम्रो लागेको पक्ष भन्नाले अब हामीलाई रोजगार त आउँथ्यो, रोजगारी आए पनि हामीले यस्तो अवसर कहिले आएको थिएन आजसम्म। हामीले अब 80-50 दिनसम्म सिकेर हामीले अब एउटा सिप सिक्छौँ। सिप सिक्ने अनि आफ्नो जीवन निर्वाह गर्ने, हामीले सिप सिकेर आफ्नो घर अनि आँगनसम्म हामीले पनि सिप सिकेर केही देखायौँ भने पनि आफ्नो लक्ष्यमा केही पुग्छौँ कि भन्ने। शिवालय गाउँपालिका वडा नम्बर 9 का शान्त बहादुर बुढा पनि तालिममा सहभागी थिए। उनले जीवन उपयोगी तालिमले जीवनको पाटोलाई सहज कसरी बनाउन सक्छ र जीवन निर्भर कसरी बन्न सक्छ भन्ने कुराको जानकारी पाएको बताएका छन्। जीवनलाई कसरी अगाडि निर्भर गर्ने, जीवन कसरी हामीले हाम्रो जीवनलाई सहज गर्ने, हामीले जीवनका पाटा कसरी अगाडि लिने, हाम्रो जीवनलाई कसरी के गर्दा सहज हुन्छ, हामी एउटा जीवन जिउने यो एउटा प्रणाली
रहेछ भन्ने हामीले एकदम बुझ्यौँ। हामी केही नभएर त अब कम्तीमा कहीँ रोजगार कहिले हालिदियो, एक वर्षमा रोजगार हालिदियो, अर्को वर्षमा रोजगार हालिदियो भने हामी उडा चाहिँ हाम्रो कम्तीमा सरकारलाई भन्छौँ। त्यो भएर हामीले त किनभने यसलाई त निरन्तर अझै पनि अर्को वर्ष यो यस्ता तालिम त अहिलेसम्म आएनन्। किनभने हामी एउटा रोजगार जान्थ्यौँ, गाउँमा कहीँ गएर एउटा रोडमा काम गऱ्यौँ, उदाहरणलाई रोडमा काम गर्थ्यौँ, अर्को गर्थ्यौँ। त्यसकारण किनभने हामीले त यसलाई एकदम निरन्तर हामीले जति सिक्यौँ नसिकेको कुरा अझै पनि पूर्ण यो तालिम यस्तै तालिम ल्याएर सिकौँला। सिकेको कुरालाई यसलाई अगाडि बढाएर हामीले एउटा तालिमलाई निर्भर बनाइकन हामीले काम गर्नुपर्छ भन्ने लाग्छ सर मलाई। संयोजक राणाका अनुसार चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट 34 जना र मुख्यमन्त्री कार्यक्रमबाट 20 जनाले रोजगार पाएका छन्, जसमा 40 जना सहभागी रहेका छन्। यसका साथै मुख्यमन्त्री कार्यक्रम 9 वटै ओडामा सञ्चालनमा ल्याइएको छ। योजना छनौटमा परेका र विभिन्न शीर्षकमा पारित गरिएका कार्यक्रमहरूलाई सम्बोधन गर्दै पालिकाले 9 वटै ओडामा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।